लुम्बिनी प्रदेश कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नम्बर 3 खरेन्द्रपुर। यो भूमि केवल एउटा ग्रामीण बस्ती होइन, यो प्राचीन आध्यात्मिक धरोहर हो। यहाँ रहेको श्री बालहंस साङ्गवेद स्वर्गद्वारी आश्रम स्वर्गद्वारी महाप्रभुको तपोभूमिको महिमा बोकेको एक महत्त्वपूर्ण शाखा हो। यो क्षेत्रको इतिहास अत्यन्त प्राचीन छ। बेलन्दीको किनारमा अवस्थित यो स्थल प्राचीन यज्ञ, तपस्या र धार्मिक क्रियाकलापको केन्द्र थियो। कपिलवस्तु जिल्ला स्वयं बुद्धको जन्मभूमि लुम्बिनीको निकट छ र प्राचीन शाक्य गणराज्यसँग जोडिएको छ। यस क्षेत्रमा बौद्ध र हिन्दू दुवै परम्पराको सङ्गम देखिन्छ। विक्रम सम्वत 1916मा रोल्पा जिल्लाको रुम्टी गाउँमा 108 महाप्रभु बालतपस्वी श्री नारायण गौतम स्वामी हंसानन्द गिरीको जन्म त्यहाँ भएको थियो। बाल्यकालदेखि नै उहाँ अत्यन्त आध्यात्मिक हुनुहुन्थ्यो। आमाले मासु खाएको थाहा पाएपछि उहाँले भोकै बस्नुभयो र कपिला गाईको दुधबाट जीवन निर्वाह गर्नुभयो। 5 वर्षको उमेरमा उहाँ एउटा गुफामा अदृश्य हुनुभयो र 3 वर्षपछि विद्वानको रूपमा प्रकट हुनुभयो। गुरु सच्चिदानन्द गिरीबाट सन्यास दीक्षा पाएपछि उहाँको नाम हंसानन्द गिरी रहन गयो। उहाँ चेलाहरूसँगै धर्मरक्षाको लागि हिँड्दै स्वर्गद्वारीको उच्च पर्वतमा पुग्नुभयो। विक्रम सम्वत 1951मा स्वर्गद्वारी पुगेर उहाँले प्राचीन यज्ञशालाको अवशेष फेला पार्नुभयो। विक्रम सम्वत 1952 वैशाख पूर्णिमामा वेद मन्त्रद्वारा अग्नि प्रज्वलित गरी अखण्ड महायज्ञ सुरु गर्नुभयो। यो यज्ञ 130 वर्षभन्दा बढी समयदेखि निरन्तर चलेको छ, विश्व शान्तिको लागि। महाप्रभुले सनातन धर्म, वैदिक शिक्षा, गौ संरक्षण र गुरुकुल परम्परालाई जीवन्त राख्नुभयो। उहाँको प्रेरणाले देशका विभिन्न ठाउँमा शाखाहरू स्थापना भए। शिवराज नगरपालिका वडा नम्बर 3 खरेन्द्रपुरमा रहेको श्री बालहंस साङ्गवेद स्वर्गद्वारी आश्रम मुख्य स्वर्गद्वारी आश्रमको एक महत्त्वपूर्ण शाखा हो। यो आश्रम वैदिक शिक्षा, साङ्गवेद, सङ्गीतसहितको वेद अध्ययन र गुरुकुल शैलीको अध्ययनका लागि स्थापित गरिएको हो। आश्रमले 26औं वार्षिक साधारण सभा विक्रम सम्वत 2082मा मनाइसकेको छ, जसले यो आश्रम कम्तीमा 25 देखि 26 वर्ष पुरानो भएको देखाउँछ। यो आश्रमले स्थानीय समुदायमा आध्यात्मिक जागरण, सरसफाई, वृक्षारोपण, स्वास्थ्य शिविर र ज्येष्ठ नागरिक सम्मान जस्ता सामाजिक कार्यहरू गर्दै आएको छ। महाप्रभुको तपोभूमिको महिमा बोकेर यो आश्रम कपिलवस्तु क्षेत्रमा वैदिक संस्कृति फैलाउने माध्यम बनेको छ। आसपासका सोनवागढ मन्दिर, सुपा देउराली र पञ्चायन भगवती मन्दिरसँगै यो क्षेत्र धार्मिक पर्यटनको सम्भावित केन्द्र बन्न सक्छ। आज पनि यो आश्रममा वैदिक शिक्षा, भजन कीर्तन, अखण्ड यज्ञको भावना र गौ संरक्षणका गतिविधिहरू निरन्तर चलिरहेका छन्। यो आश्रम केवल मन्दिर होइन, यो ज्ञान, शान्ति र सनातन परम्पराको जीवन्त केन्द्र हो। खरेन्द्रपुरको श्री बालहंस साङ्गवेद स्वर्गद्वारी आश्रमले प्राचीन सोनवागढको धरोहरलाई आधुनिक युगमा जोड्दैछ। महाप्रभु हंसानन्द गिरीको दिव्य प्रेरणा यहाँ जीवन्त छ। यो भूमिले हामीलाई सिकाउँछ तपस्या, सेवा र विश्व शान्तिको सन्देश। जय स्वर्गद्वारी महाप्रभु, जय सनातन धर्म। रुटिन अफ शिवराज।